लाइक दबाई खानु फेरि जिन्दगीभर खाइराख्नुपर्छ हुन्छ जस्तो सिजोफ्रेनिया भनौँ होइन सिजोफ्रेनियामा जस्तो तपाईँको क्युरेबल होइन प्रोग्रेसिभ डिजिज हो कि कन्ट्रोलेबल चाहिँ हो फर इक्जाम्पल ब्लड प्रेसरमा पनि त तपाईँको जिन्दगीभर खानुपर्छ नि नर्मल त आइसक्यो तर खाइराख्नु पऱ्यो नि त सो सिजोफ्रेनियामा पनि रिकरेन्सको चान्स अलिक धेरै हुन्छ त्यही भएर तपाईँको लामो खानुपर्ने हुन्छ जस्तो तर डिप्रेसन भयो एडजस्टमेन्ट डिसअर्डर भयो एन्जाइटी भयो यिनीहरूमा लङ टर्म खानु पर्दैन यस रिल्याप्स हुन सक्यो ड्यु टु एनी रिजन 10 वर्षपछि फेरि आउन सक्यो त्यो तपाईँलाई नै हुनसक्छ मलाई पनि हुनसक्छ हामी पनि मान्छे हो होइन त्यतिखेर फेरि खानु तर अर्ली यु टेक मेडिकेसन के हुन्छ भने तपाईँको छिटो निको हुन्छ कि हुन्छ नि किन चाहिँ सुसाइडसम्म लाने कुरा अनि त्यसपछि एडमिसन गर्नु पऱ्यो त्यसपछि हाई डोज दिनु पऱ्यो त्यसपछि इन्जेक्सन दिनु पऱ्यो होइन बरु अर्ली फेजमा तपाईँ 10-20 mg खाएर यदि तपाईँको राम्रो हुन्छ भने अनि त्यसपछि डक्टरलाई पनि फलो टाइममा गर्नु पऱ्यो काहीँ यहाँ पेसेन्टको पनि विकनेस हुन्छ कि फलोअप टाइममा नगरिदिने यो दबाई त मलाई सुट हुने रहेछ भनेर अनि फार्मेसीबाट किन्दै खाने 20-30 वर्षसम्म खाने अनि त्यसपछि कुनै दिन छोडेपछि फार्मेसी अब त हामी दिँदैनौँ प्रिस्क्रिप्सन बिना भनेपछि देन डक्टरकोमा आउने म यो दबाई बिना हुँदैन मलाई त यही चाहिन्छ भन्ने पनि गलत हो अनि त्यसमा चाहिँ हामी बोल्छौँ